गर्छौ नि। त्यसो होइन प्रशंसा, मैले सोचेँ कि तिमी मेरो पछि पछि होला हौ भनेर। अगाडि आइहाले ल, हिँड सँगै जाऊ हुँदैन त? नाइ, म त 1 जना 2 जना 3 जना जाँदै जाँदिन मितिनी ज्यू। नरिसाउनुहोस् न मितिनी ज्यू, भन्नुहोस् न हजुरलाई कसरी फकाउने होला? थाहा छैन मलाई। हेर्नुहोस् न अभिभावक ज्यूहरू, प्रशंसा त मानिरहेकै छैन। सायद हजुरहरूले भने मान्छे कि? ए त्यसो भए म तिमीलाई नयाँ उपायले फकाउँछु। कसरी? हाम्रा साना साना कक्षा युकेजीका बहिनीहरूले यही उत्कृष्ट गीतमा नृत्य प्रस्तुत गरी प्रशंसालाई फकाउँदैछन्। त्यसैले उहाँहरूलाई जोरदार तालीले स्वागत गर्नु।